चुनाव चाहिँ गर्छ उहाँको म्यान्डेट चाहिँ खालि चुनाव मात्र होइन अनि हामीले नेपाली चाहिँ विदेशमा जानु रोजगारीको लागि चाहिँ विदेश जानु नपरेको म एउटा युवा छु म देशमै बस्छु भनेर चाहिँ बसेको देशमा काम गर्ने वातावरण छैन हाम्रो खालि माग भनेको गरिब खाना गरिब खाना दिने वातावरण बनाउनलाई स्थिर सरकार चाहियो हाम्रा खर्च कटौती होइन देशमा स्टेबल सरकार चाहियो स्थिर सरकार चाहियो 5 वर्ष सरकार माथि के नराम्रो कुरा हो उहाँले हामीलाई डिसमिस गरिदिनु भयो म 1 महिनादेखि उहाँसँग कुरा गर्न पाएको छैन त्रिपक्षीय बैठकमा बोलाउन पाएको छैन सनातन सरकारले के गर्नु भयो माथि कुरा गर्नु संविधान संशोधन गरेर भए पनि त्यो माग कुरा गर्नुपर्छ भन्ने गर्नु छ आजभन्दा भोलि आउँदैन यही चान्स छ तपाईँको चुनाव हुँदाखेरि कि हामीले जित्छौँ होला अथवा कोही राम्रो युवाले जित्छ होला जित्ने भनेको त्यही पुराना मान्छेहरूले नै हुन् पुरानै पात्रले नै हुन् अर्थपूर्ण चुनाव दिनुहोस् न त्यही मान्छे फेरि आएर हाम्रो यो माग सम्बोधन हुन्छ यति मान्छे मरेका छन् हाम्रो देशको त ऐतिहासिक संरचनाहरू चलेका छन् अनि यो सबै हुँदाखेरि चाहिँ उहाँ चाहिँ निर्वाचन भन्ने यदि साँच्चीकै केटाकेटी मरेको चाहिँ दुःख लागेर उहाँ आएको दिन उहाँले मलाई पहिलो मिटिङमा भन्नुभएको थियो मैले केटाकेटी मरेका छन् मलाई माया लागेर म आएको देश बनाउनलाई आएको भन्नुभएको यही हो तपाईँको हाल तपाईँले प्रधानमन्त्रीको समय लिनु भएन तपाईँले प्रधानमन्त्रीको समय लिनु भएन भन्ने छ क्या नम्बर भन्दा भोलि डबल होला पर्सि तेब्बर होला होइन अर्को टाइम 4 टाइम्स धेरै होला नेपाली जनता एक ठाउँमा आउनु पर्यो यो एउटा उमेर समूहको मात्र कुरा होइन यो त देश बनाउने कुरा देश हामी सबैको सबैजना सङ्गठन आउनु पर्यो देशमा चाहिँ चाहिने परिवर्तन देशलाई चाहिँ हाम्रो देश चाहिँ 100 200 400 हजारौँ वर्षसम्म चाहिँ बचिरहोस् यदि चाहन्छौँ हाम्रो दोस्रो पुस्ता चाहिँ विदेशमै जन्मेर विदेशमै होस् अनि यहाँ चाहिँ नेपाल चाहिँ खाली होस् रित्तिन चाहँदैनौँ भने आजभन्दा विलम्ब नगरौँ निर्वाचनपछि के पनि हुने अनि सिकन्दरबारभित्र प्रधानमन्त्रीलाई भेट्नको लागि समय लिनुपर्थ्यो भन्नुभएको छ नि त प्रहरीले तपाईँले भन्नुभएन अघि माइकिङमा तपाईँहरूले समय लिनुपर्छ तपाईँ जानकारी लिनुपर्छ भन्नुभयो तपाईँहरूलाई सचिवले ब्लक गरिदिएपछि मलाई दिनै भएको छैन अनि म के गरौँ अनुमति दिनुभएको छैन तपाईँले भेट्ने अनुमति नै दिनुभएको उहाँको स्वकीय सचिवको फोन अफ कहिले फोन उठाउनु न कहिले के